इन्ट्रान्स इज नट अ जोक, मलाई त्यस्तो लागिरहेको थियो क्या होइन। अब पहिलादेखि नै म मेडिकल पढ्छु भनेर लागेको हो। 2074 को म एससी ब्याच हो। म त्यही गाउँबाट नै, हाम्रो गाउँमा चाहिँ निमाविसम्म मात्र छ स्कुल। अनि त्यसपछि हाम्रो छिमेकी गाउँमा चाहिँ मैले 9-10 पढेको। अनि त्यहाँ अब एससी दिइसकेपछि चैततिर एससी भयो। अनि त्यो दिइसकेपछि मैले पनि साथीहरूसँगै इक्जाम दिएको। अनि हाम्रो टिचरहरूले नै भन्नुहुन्थ्यो कि तिम्रो फ्यामिली ब्याकग्राउन्ड एकदम इकोनोमिक धेरै विकनेस छ नि त होइन, अनि तिमीले चाहिँ एचए गर्दाखेरि 3 वर्षको कोर्स हुन्छ। अनि टेक्निकली तिमीले चाहिँ अब पैसा कमाउन थालिहाल्छौ टेक्निकली पढिसकेपछि। अनि त्यही भएर मैले चाहिँ एचए पढेको। इक्जाम दिइसकेपछि सिटिभिटीको उता नाम निस्क्यो स्कलरसिपमा। अनि हाम्रो यही काठमाडौँकै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सानो भर्याङमा जुन अवस्थित छ नि, त्यहाँ चाहिँ मैले कम्प्लिट गरेको। मेरो लाइसेन्स दिइसकेपछि अब काम पनि गऱ्यो। काम गर्ने बेलामा चाहिँ मेरो मम्मी बिरामी हुनुभयो। अनि त्यो काम गरेको पैसा मम्मीको उपचारमा मैले लगाएँ र अब मम्मी बाँच्नु भएन। अनि त्यसपछि अब फर्दर गभर्मेन्ट ट्राई भनेर मैले चाहिँ सबै प्रदेशहरूमा लोकसेवाको ट्राई गरेको। अनि लोकसेवा ट्राई गर्दा पनि लिखितमा पास हुने, अन्तर्वार्तामा गएर पास नहुने त्यस्तो भयो क्या। जहाँ जहाँ म गएँ लगभग त्यस्तै भयो सबैतिर। अनि अब लास्टमा चाहिँ अब यो छोडेर मेरो अब पहिलादेखि नै बिडिएस पढ्ने उ थियो नि त होइन, चाहना। अनि मेरो दादाले चाहिँ अब त्यही रविशङ्कर दाइले उहाँले भन्नुभयो अब कतै नलागिकन 1 वर्ष राम्रोसँग प्रिपरेसन गर्ने भनेर होइन। अब साथीहरू त्यसपछि पिआरसी क्लास गऱ्यो। पिआरसी कोर्स हुन्छ हाम्रो, डिप्लोमा पढेकोले पिआरसी कोर्स गरेर बल्ल यता ब्याचलर मेडिकल पढ्न पाउँछ। साथीहरूले चाहिँ अब त्यही ऊ गऱ्यो, जोइन गऱ्यो निम्स विभिन्न इन्स्टिच्युटहरू। तर मैले चाहिँ अब पैसा लाग्ने भएर मैले चाहिँ जोइन गरेन। यता एम्बिसन गुरुबाट पनि कलहरू आइरहेको थियो होइन। अनि मैले चाहिँ त्यो जोइन गरेन, आफै सेल्फ स्टडी नै गरेँ। मलाई के लाग्थ्यो भन्दाखेरि त्यति बेला जुन बेला म यो सेल्फ स्टडी गर्थेँ, आफै प्रिपरेसन गर्छु बिना इन्स्टिच्युटको मैले प्रिपरेसन गरेँ भने त्यति बेला चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि म उनीहरूभन्दा एकदम कमजोर छु क्या होइन। मलाई त्यस्तो लाग्थ्यो भन्दाखेरि उनीहरूसँग म एकदम कमजोर छु उनीहरूको सामनेमा होइन। अनि मलाई अझ मिहिनेत गर्नुपर्छ भनेर मैले त्यस्तो सोचेर अनि पढ्न बस्थेँ क्या। जाडो होस् या गर्मी होस्, बिहान म 4 बजे उठ्छु अनि आफ्नो सब नित्य कर्महरू गरिसकेपछि मैले चाहिँ पढ्नलाई बस्थेँ। दादाले सबै बुकहरू किनिदिनु भयो। मैले आफै पढ्दै गरेँ, दादाले सिकाइदिनुहुन्थ्यो। मलाई नआएको सबै दादासँग सोध्थेँ होइन। उहाँले राम्रोसँग बुझाइदिनुहुन्थ्यो। यसरी नै म पढ्दै गएको होइन। कर्महरू गरिसकेपछि मैले चाहिँ पढ्नलाई बस्थेँ। टाइम ड्युरेसनको कुरो गर्दाखेरि म लगभग दिनभरिमा सबै उ गरेर 15-16 घन्टा जति भनौँ होइन। सबै कुरो अब हुन्छ नि, खानासाना सुत्ने सबै कुरो यो मिलाएर पढाइ मात्रै मलाई चाहिँ त्यही 15-16 घन्टा जति म पढ्थेँ क्या। त्यही पनि मलाई लाग्थ्यो कि मलाई अझ पनि पुगेको छैन भनेर। अनि शनिबार मक टेस्ट दिन जान्थेँ नेममा, ठिकै आउँथ्यो। साथीहरू इन्स्टिच्युट जोइन गरेर अब कोही त टपर हुन्छ नि त होइन। अनि जस्तै सुशान्त अब धेरै नै टपर, ऊ अब धेरै मार्क्स ल्याउँथे। तर म जतिको साथीहरू इन्स्टिट्युट पढेर अनि म जति ल्याउँथेँ अनि मलाई खुसी लाग्थ्यो, होप हुन्थ्यो कि म नाम निकाल्छु भनेर। अनि त्यही प्रिपरेसन गर्दै गएँ। लास्टमा इक्जाम दिएर अब नाम आइसकेपछि अब अहिले चाहिँ एडमिसन गराएर बसिरहेको छु। हजुर, त्यो त अब स्टुडेन्टमा भर पर्छ। मैले चाहिँ त्यसरी किन उ गरेको भन्दाखेरि
म त डिप्लोमाबाट आएको नि त होइन, +2 अब पढेन हामीले। अनि +2 नपढेपछि अलिक गाह्रो हुने रहेछ डिप्लोमाबाट आउँदाखेरि क्या। अनि त्यही भएर मैले चाहिँ आफूलाई +2 सरहको लेभलमा ल्याउन खोजेको। त्यही भएर त्यति पढाइमा चाहिँ फोकस गर्थेँ। अब त्यो कुरो चाहिँ मलाई थाहा भएन अरूजना कसरी पढ्दै, तर म चाहिँ मेन कुरो चाहिँ अब त्यही हो, सधैँ रिभिजन गर्नुपर्छ होइन। बायोलोजीको त सधैँ रिभिजन गर्नुपर्छ। अनि मैले चाहिँ केमिस्ट्रीमा चाहिँ अर्ग्यानिकलाई छोडे छुइनँ क्या। म केमिस्ट्रीमा चाहिँ यही के अरे अर्ग्यानिक केमिस्ट्री अनि फिजिकल केमिस्ट्री, इनअर्ग्यानिक चाहिँ मैले छोएको नि छैन। किनभने अब हाम्रो कोटा हुन्छ नि त, अनि कोटा मार्फत म जान्छु भनेर पहिला नै विचार गरेको थिएँ नि त। अब +2 पढेको भए ओपन मेल भिडौँ भनेर हुन्थ्यो। अब +2 पढेन, डिप्लोमा पढेर आयो। अनि त्यही भएर चाहिँ अब कोटैबाट भए पनि पढ्नुपर्छ भनेर त्यस्तो ट्राई गरेको। त्यो अब स्टुडेन्टमा भर पर्छ होइन। अब स्टुडेन्टमा भर पर्छ कतिको आफूले पढ्नुपर्छ भने। तर मलाई जहाँसम्म लाग्छ +2 को स्टुडेन्टहरूलाई चाहिँ सजिलै हुन्छ यो इन्ट्रान्स प्रिपरेसन गर्न। साथीहरूले पनि अब मक टेस्ट दिन जाँदाखेरि +2 पढेको साथीहरू हुन्थ्यो होइन। अनि उनीहरूले चाहिँ अब के भनौँ भन्दाखेरि पुरै मभन्दा बढी ट्यालेन्ट हुन्थ्यो नि होइन। अनि म आइसकेपछि अनि त्यो क्वेसन पेपरहरू जुन हुन्थ्यो नि, त्यो क्वेसन पेपरहरू सल्भ गर्न लाग्थ्यो कि साथीहरूले कल गर्थे, यो क्वेसनको एन्सर यो हुन्छ कि हुँदैन भनेर सोध्थे होइन। साथीहरूले भन्थे यार तिमी जति बेला पनि पढाइको कुरा गर्छ भनेर भन्थे क्या। अनि मलाई साथीहरूलाई चाहिँ त्यस्तो लाग्थ्यो। तर मलाई चाहिँ के लाग्थ्यो भन्दाखेरि म पढेन भने यो यत्रो वर्ष अब हुन्छ नि लोकसेवा पनि भएन, मेरो फ्यामिली ब्याकग्राउन्ड पनि छैन। 1 वर्ष ऊ लस गयो भने झन् अब कहाँबाट पैसाहरू ल्याउने त्यस्तो हुन्थ्यो क्या। अनि दिमागमा त्यही आउँथ्यो कुरोहरू। अनि पढाइमा चाहिँ बढी फोकस गर्थेँ। हजुर, त्यही मेरो काम चाहिँ अब दादाको यता इन्टर्नसिप ड्युटी हुन्थ्यो। अनि मैले चाहिँ त्यही पढ्ने, खाने, सुत्ने, त्यही हो मेरो काम चाहिँ त्यही थियो। खाना बनाउने। हजुर, हामी 5 जना बस्थ्यौँ। अनि 3 दाजुभाइ हामी, अनि दादाको 2 जना साथी। अनि उहाँहरूको पालो चाहिँ बिहान खाना बनाउने, हामी चाहिँ बेलुका खाना बनाउँथ्यो। अनि त्यसरी चाहिँ मेन्टेन हुन्थ्यो। बिडिएसमा आइदिएँ। अनि म एडमिसन गराएको। अब सबै मान्छे हाम्रो धेरैजना हाम्रो टिचरहरू, दाइहरू, दिदीहरू, अनि हाम्रो गाउँको मान्छेहरू, वरिपरि सबैतिरको मान्छेहरूले मलाई सपोर्ट गरेपछि मैले चाहिँ एडमिसन गराएको। हस्, नमस्ते।